भएर मिनेटको सेकेन्डको भएर पीडित पक्षको घरमा फोन गर्ने भोलि आउँदैछ अहिले आउँदैछ भने हिँड्नुहोस् मसँग भन्ने चाहिँ उहाँहरूको पनि साथ हामी माग्न चाहन्छौँ। हत्या होइन, यहाँ हत्या गरिएको हो। हामी समाज देशमा एकत्रित भएर आएका हौँ र हाम्रो त्यो न्याय हामीले पाउनै पर्छ र हामी पाउनको लागि यहाँबाट जिल्लाबाट हस्पिटलबाट जहाँ जहाँ जानुपर्छ हामी सबैजना एक ठाउँमा हुनुपर्छ। तपाईँहरू पनि आज मात्र होइन भोलि पछि जहिले पनि हुन्छ हामी एकदमै आउनुपर्छ सबैजना। किनभनेदेखि यो एउटा समाजमा लक्ष्मी खड्काको मात्र होइन, यो यस्ता घटनाहरू देशभरि घटिरहेको कन्डिसन त्यो सबमा एउटा सजग गराउनको लागि पनि हाम्रो ठोरी गाउँपालिकाको महिलाहरू पुरुषहरू युवाहरू सबै एकत्रित भएको म भन्न चाहन्छु र यस्ता घटनाहरू आगामी दिनमा देशमा कुनै पनि घरमा कुनै पनि परिवारमा नघटोस् भन्न चाहन्छु। त्यसको लागि पनि हामी एकत्रित भएको रह्यो। हामीले लक्ष्मी खड्काको न्यायको लागि हामी प्रशासन पुलिस सरकार कोही हुँदैन। मै भन्न चाहन्छु जबसम्म हामीलाई न्याय प्यारो, त्यही भएर त्यो न्यायको लागि थोरै समय लाग्न सक्छ। आज हामी भित्रबाटमा बसेको थियौँ। तपाईँहरूलाई आज फेरि नारायणी हस्पिटलमा सबैजना उहाँहरू पनि धरनामा बस्नु भएको छ। उहाँ पनि सबै कुरो बन्द छ, इमर्जेन्सी पनि बन्द छ। त्यही भएर अहिले हामी त्यहाँ जाने कुरो थियो तर त्यहाँ हामी जान सकेका छैनौँ किन सबै कुरो बन्द भइरहँदैन। हामी त्यहाँ गएर त्यस्तो औचित्य पनि छैन र आज रिपोर्ट दिने कुरा र मिनेटको सेकेन्डको भएर पीडित पक्षको घरमा फोन गर्ने भोलि आउँदैछ अहिले आउँदैछ भने हिँड्नुहोस् मसँग भन्ने चाहिँ उहाँहरूको पनि साथ हामी माग्न चाहन्छौँ। किनभनेदेखि यो समाजमा यस्ता घटना महिलाप्रति यो आगामी दिनहरूमा हामीले कम गर्नेछौँ र यो घटनाहरू कम हेर्न चाहन्छौँ हामीले भन्दै आजको यो न्यायको कार्यक्रम यहाँ मात्र सकिएको छैन, अझ बाँकी छ। हामी